हेलो गुड मर्निङ। मेरो बाबु चाहिँ सुतिरहेछ क्या। त्यो सुतिन्जेल मैले सबै सरसफाइको काम चाहिँ सकिसकेको छु। आज पनि बाहिर पानी परेको छ नि त। अनि पानी पर्दा त बच्चा बिहानभरि सुतेकै राम्रो क्या, चिसोमा जाँदैन नि त। अनि ढुक्का खोल्नै पाउँदैन क्या, किचनको बाहिर गइहाल्छ नि त त्यो। अनि यता चाहिँ मुहालाई पानी तताउन थालेँ म चाहिँ। अनि एप्पल पनि तासेँ, अनि बाबुलाई एप्पल पनि बोइल गरिदिएँ। खानाहरू खाइसक्यो नि त। अनि तेल छैन क्या, तेल सकिएको छ हाम्रो। अनि भोलि चाहिँ तेल पेल्न जाने भनेर तोरी केलाएँ। अनि त्यो तोरी केलाउन्जेलसम्म मेरो बाबु चाहिँ सुतिरहेको थियो नि त। अनि फेरि त्यो उठ्यो, अनि त्यसलाई लिन गएँ म। अनि त्यो चाहिँ त्यसलाई लिन गएन भने लडिहाल्छ क्या। अनि छिटो जानुपर्छ नि त। अनि त्यसलाई खाना पनि रेडी गरिदिएँ। अनि हेर्नु न कस्तो राम्रोसँग फल्यो क्या यो धतुरो। अनि यो त के काम त है, यो नचाहिने कुरा चाहिँ यस्तो राम्रोसँग फल्ने क्या। अनि खुर्सानी आज चाहिँ हामी यो खुर्सानी टिप्नलाई थालेको। यो खुर्सानी चाहिँ यता बिक्री हुँदैन अरे नि त। अनि हेटौँडा पठाउने भनेर भन्नुभएको थियो बुवाले। अनि मामाहरूले नै आज पठाउने रे। अनि त्यही गाडीमै सँगै पठाउने भनेर अनि हामीले चाहिँ खुर्सानी टिप्न थालेको। अनि खुर्सानी टिप्दा टिप्दा अनि सर्प पनि आयो क्या। अनि मुहाले देख्नुभयो नि त। अनि बुवा चाहिँ लौरो लिएर खोज्न जानुभयो, तर देख्न चाहिँ देख्यो, मार्न चाहिँ सकेन। अनि बाबु चाहिँ हेर्न के खोज्या होला भन्ठाने केलाई। अनि त्यो चाहिँ हेरिरहेको छ क्या कस्तो मजाले। अनि मैले त्यसो पनि भिडियो बनाइदिइहालेँ। अनि हामीले चाहिँ खुर्सानी 3 बोरा बनायौँ क्या। अनि त्यो चाहिँ सबै प्याक गरेर पठाइसक्यौँ। अनि म चाहिँ बाबुलाई खेलाउन थालेँ। मैले यो छर सबै पुछेर म कति सफा गर्छु क्या, मेरो बाबुलाई फोहोर नलागोस् भनेर है। तैपनि कहाँबाट आउँछ। अनि सबै फोहोर लाग्छ क्या त्यसलाई। अनि मलाई चाहिँ रोटी बेल्न आउँदैन नि त। अनि बुवाले बेल्न थाल्नु भयो। अनि म चाहिँ फेरि खुर्सानीको फोटो खिच्न थालेँ। अघि नै खिचेँ, अहिले राखिदिएको ल। कस्तो राम्रो क्या। अनि फल्छ कि नै भनेर ट्राई मात्रै गरेको नि त। हामीले बिक्री गर्नलाई रोपेको होइन। तैपनि यत्रो खुर्सानी त कसले खान्छ र है। 1-2 बोरा भने नि बेच्ने भनेर अनि सबै टिपेर पठाइदिएको। बाई बाई।